by the city. Vegetation, agriculture, barren water body. Okay, our random forest algorithm is गरेर built up areas have continuously increased in Nepali cities, mostly at expense of actually agricultural lands. Thus, agricultural areas have decreased and vegetation areas have following mixed trends. During each of the 3 decades, Biratnagar, Janakpur, Kathmandu, Birganj, Rajbira shows an overall built as the expense of vegetable, while Bharatpur, Virendranagar showed over decrease in agricultural areas with increased built-up areas and vegetation from 1990 will assist the policymakers, city planners, and local governments to formulate sustainable urban development strategies and plans to. Okay, ल ओके so अब के गर भन्दाखेरि सुरुमा तिमीले सबभन्दा सुरुमा यो तिमीले पेपरको टाइटल र अथरहरूको पेस्ट गर तिमीले सुरुमा फाइल बनाएर okay. सबै गर्नु परेन एटलिस्ट दुई तिनवटा अथरको चाहिँ पेस्ट गर है कहिलेकाहीँ एउटै अथरले मल्टिपल पेपर पब्लिस गराएर छ भने फेरि हाम्रो रङ साइटेसन हुन्छ क्या त्यहाँसम्म मात्रै गर ल यसलाई कपी गरेर त्यहाँ ल अब यो केमा पर्यो यो On super bad. Oh wait, I know. Sorry. Comparative. No, local मा पर्यो. ल National कि local मा. नेसनलमा कसरी पर्यो यसले डिफ्रेन्ट सिटीको बनाएको छ डिफ्रेन्ट सिटीको त नेसनलमा पर्यो त लोकलमा पर्यो नि त ल तर मल्टिपल सिटिज भएपछि सिटीलाई फोकस गरेको छ नि त होइन अनि जस्तै नगरपालिकाको उसले यदि पुरै अँ, नगरपालिकै गर्नु र 50 वटा घर गर्नुमा त फरक अँ, हुन्छ नि त सही ल अँ, अब सही भयो अब तिमीले के गर्नु पर्यो थाहा छ यहाँ के एकचोटि गर्नु त पेपरमा जाऊ अब एकचोटि पेपरमा जाऊ एकचोटि सुरुमै एब्स्ट्राक्ट नपढ है सुरुमा चाहिँ अँ, सर्र पेपरको बारेमा यसो हेर त डिटेलमा जानु परेन त्यो भइसके पछाडि उम्, सिस्टमेटिक गर्यो भने तिमीलाई सजिलो हुन्छ कि एकचोटि उम्, तल जाऊ सर्र एकचोटि सर्र हेर एकचोटि धेरै डिपमा जानु परेन production सर्र हेर डेटाहरू materials and केमा छ methods होइन अझै तल जाऊ अझै yeah तल जाऊ go in detailed method uh, अझै तल data जाऊ acquisition and image pre-processing reference data अँ, अझै uh, तल जाऊ classification and म accuracy एकैछिन त्यसमा रोकेँ है एकैछिन यहाँ रोकेँ yeah यो पेपरले यो पेपरको लिमिटेसन के छ भन न पहिलो okay कुरा त यसले मेजर सिटीको मात्रै गरेको छ uh, दोस्रो लिमिटेसन भनेको यसले वानली ऱ्यान्डम फरेस्टलाई मात्रै चेक गरे के mm, अर्को लिमिटेसन भनेको ऱ्यान्डम फरेस्टले पर्फर्मेन्स कस्तो दिन्छ डिफ्रेन्ट फिचर भ्यालुएबलमा त्यसको पनि टेस्ट छैन ट्रेनिङ I डाटासेट कति युज गरेको त्यसको बारेमा पनि भने छैन होइन mm, केही पनि mm, भने छैन त जस्ट mm, सर्फेस मात्रै युज गरेको छ र तल जाऊ अब हेर है अझै तल जाऊ सकेसम्म टेबलहरू भएकोमा रोकिया है अझै तल जाऊ म किन रोकिने म तिमीलाई भन्छु अहिले uh, अझै तल जाऊ अब एकैछिन यहाँ रोक यसले यहाँनिर केही डेटाहरू दिएको रहेछ mm, अमोङ द 12 सिटी नेपालगञ्ज ह्याड हाइएस्ट कभरेज अफ एग्रिकल्चर एरिया वाज 95.38%, mm. 90.03%। कुन कुन इयरमा भनेछ यसले भन त ल 1990, 2000 2000 र 2000 2010 भनेछ नि तिनवटा इयर भनेछ नि uh, यसको अर्थ यसले चाहिँ डेटा सेट दिएको रहेछ हामीलाई डिफ्रेन्ट एरियाको दिएको रहेछ mm, अब तिमी के गर भन्दाखेरि चाहिँ mm, यहाँको मेजर सिटीहरूको डिफ्रेन्ट सब हेडलाइन बनाऊ तिम्रो डिस्कसनमा एकचोटि तिम्रो डिस्कसनमा जाऊ त एकचोटि ल mm. पहिलो हेडलाइन बनाऊ त पेपरमा यहाँ एउटा एउटा सुरुमा चाहिँ पेपर बनाऊ यहाँ मैले भन्न खोजेको अर्थ यहाँ चाहिँ माइक्रोसफ्ट वर्ड फाइल Hey, क्रिएट word. गर Oh, यहाँ okay. चाहिँ Delete गर्छु फोल्डर चाहिएन यसलाई डिलिट गर अँ, ल यही नै रहेछ ल पक्नु ल यही पेपरमा गरिरहेको थिएँ मैले सो यसमा के ओके गर्ने रे
सबभन्दा सुरुमा चाहिँ अब कुन कुन सिटी भनेछ एक्चुअली त्यहाँ हेर त सिटीको लिस्ट हेर त एक्चुअली। पोखरा, नेपालगञ्ज, अँ राजविराज, ओके वीरेन्द्रनगर, हेटौडा, काठमाडौँ, ओके ती जनकपुर, सिटीहरूको नाम लेख त्यहाँ, सिटीको नाम लेख त माइक्रोसफ्ट वर्ड फाइलमा। Okay, let me try this. So, सुरुमा Nepal, नेपालगञ्ज आयो। अनि अँ त्यसपछि यसलाई यसलाई एक छ गर, यसलाई यसो गर, यसलाई यसो गर, यसलाई के नहटाऊ, यसलाई नहटाऊ। अघिकोलाई कन्ट्रोल, अघिलाई डिलिट गर तिमी होइन। अँ, अब राजविराजलाई अर्को सेक्सनमा लिएर oh, राजविराजलाई। I see. Okay. उम्, राजविराज अब भयो, विराटनगरलाई अर्कोमा लिएर आऊ, वीरेन्द्रनगर, हेटौडालाई अर्कोमा लिएर आऊ। हेटौडा, वीरेन्द्रनगर फेरि आयो त किन आयो? रङ होला। यसलाई अब तिमीले त्यो चाहिँ विचार गर है, त्यो चाहिँ अँ, आफूले लेख्ने बेलामा मैले तिमीले बुझ्यौ भन्ने मैले विश्वास उम्, लिएको छु है यो उम्, कुरालाई। उम्, अब हेर है, उम्, नेपालगञ्जको एउटा प्याराग्राफ बन्छ, राजविराजको एउटा बन्छ। अब यसबाट के हामीलाई इन्फर्मेसन प्राप्त हुन्छ भन्दाखेरि चाहिँ, अब उम्, मैले अघि पनि भनिसकेँ हामीले मल्टिपल इयरको चाहिँ ल्यान्ड ल्यान्ड कभर बनाउन गइराखेका छौँ। अब त्यहाँ हाम्रो डिस्कसनमा के कुरा लेखिन्छ भन्दाखेरि चाहिँ हाम्रो ल्यान्ड कभरमा चाहिँ नेपालगञ्जको चाहिँ यति देखेको थियो है। उम्, उम्, अब देवकोटा एटलले गरेकोमा चाहिँ यति देखेको छ होइन। उम्, उम्, बट उम्, दे सो दिस वान होइन, अनि एक्जिस्टिङ डेटा सेटमा चाहिँ यति देखाएको छ उम्, उम्, भनेर। अनि हामीले कहिल्यै पनि के कुरा विचार गर्नु पर्यो भन्दाखेरि चाहिँ जुन कुराको स्केल कम हुन्छ नि, उम्, एकुरेसी बढी हुने चान्स धेरै हुन्छ के। जस्तै उम्, ग्लोबल डेटा सेटको भन्दा हाम्रो एकुरेसी बढी होला, हाम्रो अँ, भन्दा यिनीहरूको हुने चान्स बढी हुन्छ। किन हुन्छ थाहा छ? किन? किन हुन्छ भन्दाखेरि यिनीहरूले त जस्तै हामीले होल नेपाललाई फोकस गरे हौँ नि, अँ, अँ, यिनीहरूले त मेजर सिटीलाई मात्रै फोकस गरे हन् नि। हजुर, अँ, अलवेज त्यो हुन्छ भन्ने हुँदैन। अँ, हामीले अब हाम्रो टेस्टिङ डेटा सेटलाई अब हाम्रो एकुरेसी देखिन्छ है, उम्, 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 तर चाहिँ एउटा नर्मल प्याटर्न हेर्दाखेरि चाहिँ स्केल जति घट्छ नि। अब मानव कसैले तिम्रो घरको मात्रै ल्यान्ड कभर म्याप बनायो भने 100% प्रिसिसन हुनसक्छ क्या त्यहाँको त्यही त होइन। अब अँ, हामीले पेपरको डिस्कसन सेक्सनमा के लेख्छौँ त, अब मेरो प्लान त के छ भन्दाखेरि चाहिँ टेबलै बनाउने भन्ने प्लान छ। उम्, 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 टेबलै बनाइसके पछाडि मान्छेलाई एक खालको आइडिया हुन्छ होइन, जस्तै उम्, हाम्रोले के देखायो, उम्, अनि साइटेसन गरेकोले के देखायो, ग्लोबलले के देखायो उम्, है। उम्, उम्, त्यसरी उम्, गर्ने विचार छ। अब यो त भयो तिम्रो मेजर सिटिजको भयो। अब उम्, तिमीले ऱ्यान्डमली सर्च हान, अब पोखराको पनि हान्न सक्छौ है, उम्, अब उम्, उम्, सुदूरपश्चिमको नि हान्न सक्छौ, सेन्ट्रल डेभलपमेन्ट रिजनको नि हान्न सक्छौ है। हजुर, अब हजुर। मेरो विचारमा तिमीले बुझ्यौ अब। बुझेँ मैले। आई थिङ्क अहिले सुरु गर्नलाई चाहिँ मैले कसरी के गर्ने, के इन्फर्मेसन एक्सट्र्याक्ट गर्ने, अनि उम्, कसरी लाइक अर्गनाइज गर्ने भनेर बुझेँ। त्यही है हजुर हजुर, फर्स्ट स्टेप चाहिँ। लाइक अब जति एकदम सक्दो एकदम धेरै एकदम पेपर्सहरू पढेर इन्फर्मेसन अँ। अर्गनाइज गर्नु पर्यो होइन। सुरुको फर्स्ट फेजमा चाहिँ पेपरहरू डाउनलोड गर, किनकि उम्, पेपरहरू डाउनलोड गर्यो भने कहिलेकाहीँ मल्टिपलमा काम गर्छ कि एउटै पेपरले ए होइन। उम्, उम्, अनि उम्, उम्, तिमीलाई सजिलो हुन्छ ल। यसरी नै उम्। अब मेरो विचारमा तिमीले बुझ्यौ होला डिस्कसनको मैले काम बुझेँ। चाहिँ। ल मैले अब बुझेँ। एकचोटि त्यो त्यही अहिलेको पेपरमा जाऊ त एकचोटि तिमीलाई, म तिमीलाई अर्को क्वेसन सोध्छु अब। हस् ल। कुन पेपरमा जाऊँ? यसको मेन पेपरमा जाऊ, ल। तल जाऊ तल जाऊ। ल एकैछिन पर्ख यहाँ, यो फिगर तिमीले बुझ्यौ? उम्, अब ए यो बुझेँ, चाहिँ पक्नु पक्नु ए यहाँ इन्डेक्स रहेछ। अँ, अँ, Vegetation, agricultural area, barren area, water body. त्यही ऊ लाइक आई थिङ्क अपन फर्स्ट ग्लान्स चाहिँ कुन कति छ भनेर उम्, थाहा हुन्छ होइन। अब रेसियो अफ भेजिटेसन भर्सेस एग्रिकल्चर उम्, यु क्यान हेर्न मिल्छ हो। अपन फर्स्ट ग्लान्स होइन। अँ, अब एउटा कुरा भन त मलाई, उम्, तिमीले यही कन्टेन्टलाई यदि तिमीले बार चार्टमा देखाउनु पर्थ्यो भने त बार चार्ट त धेरै ठुलो कन्टेन्ट, धेरै धेरै ठुलो कम मात्रै इन्फर्मेसन कन्भे गर्छ नि त बार चार्टलाई। अब यो हेर्दाखेरि हल्का कम्प्लिकेटेड लाग्ला, तर बुझ्ने भयो भने त यो त धेरै इन्फर्मेसन यसले फ्लो गरेको छ नि त। तर 1990 2000
तिमीले चाहिँ अब यस्तो फिगर पनि बनाउनु पर्ने हुन सक्छ है, यदि तिमीले चाहन्छौ हजुर भने। होइन म चाहन्छु ल उम्, उम्, ल मैले देखाउन खोज्नुको अर्थ उम्, भनेको चाहिँ उम्, बी रेडी है। मैले यस्तो खालको सर पेपर, म तिमीलाई यस्तो खालको फिगर बनाऊ भनेर फोटो पठाउन सक्छु। अँ अनि अँ तिमीले अनि मैले कुन आफ्नो चाहिँ आफ्नो रिसर्च गरेर अँ, गर्न लाइक अहिलेसम्म एकदम मैले एकदम बनाएको चाहिँ छैन तर सकिन्छ एकदम। उम्, अनि अब मेरो अहिलेसम्मको विचार के छ भन्दाखेरि चाहिँ, अब मेरो बानी फेरि कस्तो छ भन्दाखेरि, काम गर्ने मान्छेको मेहनतलाई म जहिले नि कदर गर्ने मेरो बानी छ के। अब जस्तै हेर, डेटा कलेक्सन गर्ने छन् नि जति पनि हाम्रो उम्, अब बहिनीहरू छन् नि, तिनीहरूको नाम भनेको अन्तिमतिर आउँछ, ए बुझ्यौ नि। अब तिम्रो र सम्राटको काम भनेको कम्प्लिकेटेड छ है। अब दुईटा पेपर भयो भने सुरुको पेपरमा या त तिम्रो सेकेन्डमा या त सम्राटको थर्डमा आउँछ। दोस्रो पेपरमा अब त्यो अब फेरि भनौँ पहिलो पेपरमा सुरुमा तिम्रो आयो भने सम्राटको सेकेन्डमा आउने भयो। दोस्रो पेपरमा सम्राटको जस्तै तिम्रो अगाडि नै तिम्रो सेकेन्डमा आइसकेको छ भने दोस्रोमा के हुन्छ भन्दाखेरि चाहिँ सम्राटको अगाडि हुन्छ, तिम्रो पछाडि हुन्छ एक स्टेप के। हुन्छ अनि त्यसरी भइहाल्छ चाहिँ उम्, म फेरि एकदम क्लियर बनाउन छ कि त अब मेहनत अँ, गर्नेलाई होइन त। अँ, ठिक छ अब होइन ल म बुझ्छु ल ल तिमीले बुझ्यौ भन्ने मैले आशा गरेछु। ल यी कुराहरू गर, अब यो भिडियो हस् रेकर्ड गर्छु म। अनि म सम्राटलाई अब पनि पठाइदिन्छु, ल सेयर गर्छु ल। सम्राटलाई पठाइदिनु अनि उम्, ल म अब काम गर्न लाइक अब अँ, लाइक पढ्न थाल्छु पेपर्सहरू लाइक हप्ताको मेबी लाइक 3-4 घन्टा चाहिँ डेजिग्नेट गरेर अहिले कति कति दिँदा ठिक होला भन्नु हजुरले अब यस्तो छ के प्रकृति, अब होइन भन्नु मलाई थाहा छैन होइन नि त एज म चाहिँ छिटो गर्ने मेरो विचार हो के। ए ओके म अनेस्टली किनभने मेरो एप्लिकेसन पनि अब जुनमा सुरु गर्नुपर्छ नि त अँ, सो त्यही अब भएर त्यो अब सुन एउटा कुरा म तिमीलाई भन्छु। अब बिस्तारै स्लो गरियो भने घाटा के हुन्छ तिमीलाई भन्दाखेरि चाहिँ, पहिलो भन्नु कुरा त जस्तै अब मेरो अब हेर, हामीले कामहरू सुरु गरेर एउटा म्यानेजमेन्ट बनाइसक्यौँ भने, बनायो भने के फाइदा हुँदैन, तिमीलाई सीमा राख्न मिल्छ कि म्यानेजमेन्ट अन्डर ए प्रिपरेसनहरू राख्न मिल्छ के, बुझ्यौ ए नि। अनि त्यो म्यानुस्क्रिप्टमा चाहिँ म तिम्रो चाहिँ डाटा एनालाइसिस म्यानेजको राइटिङमा म तिम्रो नाम राखिदिन्छु के। अब म डेटा कलेक्सन गर्नेहरूको उहाँले डेटा कलेक्सन अथर कन्ट्रिब्युसन भन्ने हुन्छ नि त, ए उहाँले डेटा कलेक्सन भनेर मात्रै राख्छु म तिनीहरूको है। अब अगाडि अलिकति छिटो गऱ्यो भने चाहिँ तिमीले सिभीमा राख्नु, दुइटा पेपर राख्न पायो भने त तिमीले सिभीमा, पाएँ पाएँ त्यो भनेको चाहिँ होइन ठुलो कुरा भयो धेरै नि ठुलो कुरा हो नि त। अब अँ, पब्लिस नै हुनु पर्दैन क्या कहिलेकाहीँ पेपरहरू, अन्डर पर्दैन प्रिपरेसन भनेर अँ, राख्न मिल्छ। त्यही अँ, भएको हुनाले मेरो सजेसन चाहिँ छिटो गर। अब अँ। तिम्रो अफिस हुने भनेको मन्डे टु फ्राइडे हो नि है। मन्डे टु फ्राइडे होइन नर्मली म फ्री नै हुन्छु ल मन्डे टु अनि त्यही पनि अहिले मेरो फोकस नै एक्जाम अँ, छैन नि त एक्जामले अँ। छैन नि त अनि तिम्रो लिन होला इक्जाम कहिले छ अब अर्कोको म इक्जाम? अब ब्रेक लिन्छु एक्जामको लागि किनकि मैले अब यस्तो रिसर्चहरू चाहिँ अझै कन्टिन्यू नै गर्न मन छ अँ, लाइक हजुर पछि पनि अरूहरू पनि सो त्यही भएर हजुर अहिले हजुर। चाहिँ म ब्रेक लिने सोचिरहेको छु एक्जामबाट चाहिँ ए हुन्छ ल। ल अब धेरै प्रेसर नलियो के अरे है। होइन ले अब होइन ले ले एकदम ले छैन त्यही ओके सो छिटो आई थिङ्क मेन अब चाहिँ मेन चाहिँ मेबी लाइक लाइक डेट्सहरू हो अँ, एकदम एकदम हजुर इफ अर्गनाइज लाइक अब मलाई पनि मेरो एक्सपेक्टेसन्सहरू क्लियर हुन्छ होइन मेबी अँ। हजुरले चाहिँ कुन डेट्सहरूमा चाहिँ के एक्सपेक्ट गर्नुहुन्छ हामीबाट मेबी त्यो हजुर। चाहिँ क्लियर गर्नु जस्तै मैले अरूलाई चाहिँ मलाई भन्न सजिलो छ, मलाई तिम्रो चाहिँ काम भएर मलाई अलिकति अप्ठ्यारो होइन लागेको होइन हो। त्यस्तो नसोच्नु ल किनभने यो पनि मेरो प्रायोरिटी हो सो ओके सो लाइक डेट्सहरू अनि के लाइक हजुरको एक्सपेक्टेसन्सहरू लाइक त्यो भयो भने चाहिँ मलाई पनि त्यसै अनुसार हिँड्न किन मैले यस्तो काम गरेको छैन नि त पहिल्यै चाहिँ मलाई थाहा छैन कि पेस अनि लाइक ओके काम ओके। सो मेबी लाइक ए डेडलाइन्स अनि एक्सपेक्टेसन्स सेट ल गर्छु कहिलेको डेडलाइन तिमी भन, तिमीले कहिलेसम्म सक्छौ होइन त्यो डाउनलोड गरेर? डेडलाइन ए डाउनलोड मात्रै डाउनलोड गरेर यो अब भित्रको कन्टेन्ट हेर्न यसो गर। उम्, म यसो गर्छु, उम्, तिनीहरूको चाहिँ म अब डेटा कलेक्टर गर्नेहरूको चाहिँ म अर्को हप्ता अपडेट माग्छु। अब उम्, म भोलि इमेल गर्छु, मलाई अर्को उम्, हप्ता चाहिँ उम्, अपडेट दियो, अब बिचमा केही उम्, कन्फ्युजन भयो भने आइएम अलवेज फ्री टु हेल्प भन्छु। उम्, अब तिमीलाई र सम्राटलाई चाहिँ मैले फेरि पनि भनेको छु है, सकेसम्म छिटो गर है। हस्, अब म चाहिँ 10 दिनको डेडलाइन दिन्छु।
ओके ओके हाल्ने अनि 10 दिन डेडलाइनमा पेपर डाउनलोड गरेर यसरी सबै भ्याउनु परेन है। त्यो कतिवटा गर्नु पेपर हुन्छ होला हजुरको विचारमा? अब हेर मिनिमम पनि एउटा जो जस्तै मसिन लर्निङ सेक्सन छ नि, उम्, 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 अघि त सब फोल्डरको सेक्सन छ नि, उम्। मिनिमम पनि 15वटा चाहिँ डाउनलोड गर, 15 देखि 20 गर Alright, okay, है। okay. ल Okay, la. Okay, 10 days. ओके 10 डेज। Okay, alright, 10 डेज okay. बढी भयो कि कम भयो? होइन ठिक छ के बढी जस्तो लागेको छ र हजुरलाई? मेबी ओके यसो गरौँ 10 डेज होइन, म हजुरलाई 5 डेजमा चाहिँ अपडेट गर्छु कता छु, अनि त्यसै अनुसार एडजस्ट गरौँला एक्सपेक्टेसन। 10 डेज ठिक छ, लाइक त्योभन्दा कम भयो भने पनि मैले हजुरलाई भन्छु भनेर सम्झेको। यसो गर्छु म, डेडलाइन चाहिँ 10 डेज राखिदिन्छु त्यो अँ अँ उयोमा चाहिँ, किनकि तिमीले मात्र होइन कि सम्राटले पनि गर्नु पर्यो नि त काम। त्यही त ओके 10 डेज राख्नु, अनि त्यसै अँ। अनुसार अनि मेबी लाइक हजुरलाई 10 डेज चाहिँ म्याक्सिमम हो भने 8 राख्नु, अनि 10 चाहिँ 2 चाहिँ लाइक यो हो मेरो नि त, म्यानेजरहरूले जहिले त्यही गर्नुहुन्छ कि जहिले पनि लाइक फाइभ मलाई डेज एकदम एकदम खुसी लाग्यो तिमी यस्तो अब उल्टो डेडलाइन घटेर आउनु त तिमीले। अब होइन घटेर फेरि 2 दिन एक्स्ट्रा भयो भने ठिक छ, तर ठ्याक्कै राखेर फेरि एक दुई लाइक भयो भने जान्छ नि त त्यो हुन्छ ल, मार्जिन अफ होइन एरर। म 10 डेज राख्छु अहिले, ठिकै छ त, ल 10 डेज ल राख्छु। ओके ल ओके ल ठिक छ ल ल ओके हुन्छ। ओके थ्याङ्क यू सो मच फर यर ल टाइम। म ल केही अब छैन ल। अब गर्न थाल्छु। ओके बाई बाई। के छ आज के छ विकेन्ड प्लान्स कि अब आजको प्लान अब मेरो थेसिसको पहिलो पेपरको काम गर्न सुरु गरेको छु के अरे। ए अनि अब जिम जाने, अनि स्विमिङ अब त नाइस ह। मलाई नाइस। मुभीको नाम पठाऊ है त, मैले ए आज लेख्नु लेख्नु के थियो नाम? ल मस्त त्यो में रहने का। ए ओके अँ, निगा। मस्त में रहने का। ए ओके मस्त मेरो निगा, ओके हुन्छ। उम्, असाइनमेन्टहरू पनि टन्नै छ कि पढ्न त तिमी पढ्न थाले चाहिँ थाहा पाइहाल्छ पिएचडी। त्यही म त हजुरलाई यस्तो पिएचडी होल्डर्स त धेरै पढ्नुपर्छ नि होइन? बिजी भयो भने कामै हो नि त, फुल टाइम जब जस्तै त हो। त्यही त फेरि फेरि आफ्नो काम हो आफैले छिटो गरेर, मलाई फेरि के लाग्छ भन्दाखेरि अब आफ्नो काम हो है, आफैले छिटो गऱ्यो भने आफैले फाइदा हुने हो नि त। अब प्रायः जसो पिएचडी होल्डरको चाहिँ बानी के हुन्छ भन्दाखेरि प्रोफेसरलाई गरिदिन ला जस्तो फिल गर्छन् क्या। ए होइन यो त आफ्नो होइन रिसर्च भयो। अँ, सो आफ्नो थिसिसको हजुर नै हो फर्स्ट? त्यो त अभियसली पनि मै नै हुन्छ नि त। अनि त्यही त, सेकेन्ड चाहिँ प्रोफेसर? प्रोफेसर सेकेन्ड हो, मैले प्रोफेसरलाई गाइड गरेर आउँछु कि। ए हो। यस्तो यस्तो स्ट्याटिस्टिकल हजुरले ओन गर्नुहुन्छ नि त त्यो रिसर्च। एकदम एकदम इभन हिजै पनि प्रोफेसरले यस्तो मैले उसलाई नै मैले करेक्ट गरिराखेको हुन्छ क्या, यसरी ए गर्दाखेरि यस्तो प्रब्लम हुनसक्छ भनेर। हिजै पनि धेरै ह्याप्पी छ। अब लास्ट टाइम नेपालीहरूसँग एउटासँग कुरा भएको रहेछ इन्टरभ्यूमा, मलाई एकदम नेपाली मनपर्छ अनि पर्छन् मलाई एकदमै राम्रो लागिरह होइन, उसले कुरा गर्दो रहेछ कि मेरो जुनियर, इभन अब यी so cute। साधनाहरूले पनि एप्लाई गर्छन् नि त अब हाम्रो प्रोफेसरहरूलाई। ए अनि यसरी नै एकजनाले गर्दाखेरि चाहिँ, अनि प्रज्वल चाहिँ मलाई एकदमै राम्रो काम गर्छन्, त्यसरी नै काम गर्ने छौ कि छैन भनेर सोधे ए थिएँ दाइ हामीलाई, भन्दै थिएँ उनीहरूले। हजुरको इमेजले नेपालीहरूलाई नै ल्याउला अनेस्टली त्यही त्यो त हुन्छ नि त अब ब्याकग्राउन्डले हल्का लाइक ओ नेपालीहरू त उम्, मिहिनेत गर्दो रहेछ भन्ने हुन्छ नि त हो नि हो माइन्डसेटमा। नि हो नि, त्यही त त्यो सिनियरकै अब एक खालको छाप पर्ने भयो नि त। एक्ज्याक्टली त्यही त उम्, ल ल ल ल हुन्छ मेन ल। रमाइलो गर्नु। म हजुरलाई अपडेट गराएर राख्छु केही क्वेसन्स छ भने सोध्छु है त। ए ल ओके 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 ल थ्याङ्क यू ल सो मच। ल ल बाई नो बाई प्रब्लम बाई बाई। बाई।